हामीले एउटै मात्रै गाउँपालिकाको प्रमुखज्यूलाई आज हामी एउटा ज्ञापन पत्र बुझाउन गइरहेका छौँ र यो ज्ञापन पत्रको विषयमा म यहाँलाई पढेर सुनाउने छु र यो ज्ञापन पत्र पढेपछि पक्कै पनि यसको अर्थ र उद्देश्य यहाँहरूले थाहा पाउनु हुनेछ भन्ने आशा राख्दै म यो ज्ञापन पत्र पढेर सुनाउँछु। पुन समाज नेपाल पत्र संख्या 2078-79 चलानी नम्बर 88 मिति 2079 असार 1 गते। श्रीमान गाउँपालिका प्रमुखज्यू अन्नपूर्ण गाउँपालिका म्याग्दी विषय ज्ञापन पत्र। महोदय, प्रस्तुत विषय अनुसार नेपालको 753 पालिकाहरूमध्ये अन्नपूर्ण गाउँपालिका म्याग्दी 3 वटा जिल्लाहरू पर्वत, म्याग्दी र कास्कीको सिमानासँग जोडिएको अत्यन्त ठुलो क्षेत्रफल ओगटेको कृषि, पर्यटन, जलस्रोत, खानी, रेमिटेन्स आदि जस्ता पालिकाको कार्य आर्जनको लागि प्रचुर सम्भावना बोकेको गाउँपालिका हो। तसर्थ तल उल्लेखित मुद्दाहरूलाई आत्मसात गर्दै पालिकाको बैठकद्वारा निर्णयार्थ प्रस्तुत गर्न हार्दिक अनुरोध, विनम्र अनुरोधका साथ यो ज्ञापन पत्र पेश गर्दछौँ। नम्बर 1, अन्नपूर्ण गाउँपालिका म्याग्दी जस्तै नाम भएको अन्नपूर्ण गाउँपालिका कास्की पनि भएको हुँदा यी दुई गाउँपालिकाको सिमाना आपसमा जोडिएको कारणले जनताको व्यावहारिक कामकाजमा समेत बेला बेलामा समस्या उत्पन्न हुने गरेको छ। जस्तै भइपरि आउने दुर्घटना, आपत्ति विपत्तिका खबर सुन्नमा आउँदा कुन चाहिँ पालिका हो तत्काल चिन्न गाह्रो हुने गर्दछ। गोर्खा सैनिक, सिङ्गापुर पुलिस आदिको भर्ती आवेदन फारम बुझाउँदा समेत समस्या पर्दै आएको छ। निर्वाचनको मतगणना परिणाममा समेत कुन चाहिँ अन्नपूर्णको परिणाम हो भनी झट्ट बुझ्न गाह्रो भएको आदि विविध समस्याहरू पर्न गएकोले तत्काल गाउँ कार्यपालिकाको बैठक बसी अन्नपूर्ण गाउँपालिका म्याग्दीको नाम परिवर्तन गरी विश्व प्रख्यात पर्यटकीय क्षेत्रको रूपमा चिर परिचित नाम पुन हिल गाउँपालिका नामाकरण गर्नुहुन पुन समाज नेपाल जोरदार माग गर्दछौँ। नम्बर 2, यस पालिकामा भएका प्राकृतिक स्रोत, साधन र जनशक्तिलाई ऊर्जाको रूपमा स्थापित गर्न आवश्यक अध्ययन अनुसन्धानको लागि बजेट छुट्याउन अनुरोध गर्दछौँ। नम्बर 3, पालिकाभरिका प्रत्येक वडा तथा टोलहरूमा दक्ष विज्ञहरू खटाई सम्भावित अध्ययन अनुसन्धान गरी एक वडा एक उत्पादनको नीति लागू गरी कार्य आर्जन तथा रोजगारी सिर्जना गर्न अनुरोध गर्दछौँ। नम्बर 4, अल्पकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमको खाका तयार गरी निष्पक्ष, भ्रष्टाचार रहित, जनमुखी, दूरदर्शी नीति तथा कार्यक्रम तर्जुमा गरी नेपालकै नमुना गाउँपालिका बनाउन सम्भावनाका ढोकाहरू खोल्न हार्दिक आग्रह गर्दछौँ। नम्बर 5, करिब 80% पुन समुदायले ओगटेको यस पालिकामा बसोबास गर्ने पुन जातिको मौलिक भाषा पुन भाषा, मौलिक धर्म कर्बाकिली धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चाल चलन, कर्मकाण्ड, वेशभूषा, गीत सङ्गीत, पुर्ख्यौली नीति नृत्य आदिको अध्ययन अनुसन्धान, संरक्षण, सम्वर्धन एवं विकासका लागि आवश्यक बजेट विनियोजन गरी ठोस कार्यक्रम अगाडि बढाउन पुन समाज नेपाल जोरदार माग गर्दछौँ। नम्बर 6, नेपाल सरकारद्वारा स्थानीय सरकारबाट पनि स्थानीय तहमै आदिवासी जनजातिलाई सूचीकृत गर्न सक्ने व्यवस्था समेत मिलाइसकेको हुनाले कुन जातिलाई पनि फरक पहिचान भएको आधारमा सूचीकृत गर्न समेत जोरदार माग गर्दछौँ। साथै विगतमा प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष यसै नाम परिवर्तनको विषयमा
ज्ञापन पत्र समेत बुझाइसकिएको र स्थानीय तहबाट निर्णय भएमा प्रदेश सरकार सकारात्मक भएको जानकारी पाउँदा समेत स्थानीय तहबाट आवश्यक पहल नभएकोले यस पालिकाको प्रतिनिधिहरूले आवश्यकता र कारणलाई महसुस गरी सकारात्मक निर्णयमा पुग्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। महासचिव खिमनशेर पूजा पुन समाज नेपाल, अध्यक्ष भीमबहादुर भगाई पुन समाज नेपाल र यो ज्ञापन पत्र पुन समाज नेपालका अध्यक्षज्यूबाट गाउँपालिका प्रमुख भरत पुनज्यूलाई हस्तान्तरण गरिदिनु हुन म हार्दिक आग्रह गर्न चाहन्छु।